म पनि निकै छु तँलाई म एक कुरा भन्ने छु मान्ने है के क्या कुरा हो मान्ने है के भन न भन त सही पहिला क्या कुरा हो हेर तेरो झिक्कै झिक्कै सौराई लागेको छ तँलाई फोन हर्दा हर्दै मेरा झिक्कै रिचार्ज सकिए अनि तँलाई भेटु भने आउँदा पनि 5-6 दिन लाग्दो बिहाहरू पनि उई क्या भन्दा छौ मेरा घरका क्या भन्या मेरा कसा सपना सुनाउनै बिहा गर भन्दा हेर तेरा सपना भन्नु रे मेरा सपना भन्नु एकै हुन् म तेरा सपना सबै म पुरा हर्दिएला मलाई अरू केही थाहा छैन म चिट्टिक्क पढिकन आइगएँ तँ पनि तेरा खप्ला लागि तल रोडसम्म आइराखे है आइगई रहेछ त कपडा ल्याइन के कुरा म तँलाई माया त देखिन बिराम बिहानीको हत्याउँलाइन अब आइजाऊ आबो न ए उद्दा आऊ हाँसौँ अब तिमीलाई चित्त बुझ्यो 15 वर्षीय श्री कुण्डसँगको विवाह सम्पन्न भयो भाउजू कति राम्रो ड्राइभर सुन्दै नाच्नु च्यान्द्रो होइन खुट्टो दुख्रो हटाउ खुट्टो टेक्न हुँदैन परका हर हेर्दा आइकन पनि यहाँ गइरहेको यहाँ आउनु पऱ्यो नि सुन्नु त
मलाई मात्र खाना क्या मेरा लागि भने अनि म तेरा लागि भने पछि तेरी बारी तेरा डाउकाएर के गर्ने यसको नाटक हेर न बिरामी भयो मात्रै भन्दैछ यो सम्पूर्ण हड्डी र नाटक सुताइ सुतेमा त राख्थि मलाई मोबाइल पनि हेर्न दिदिन पहिला गाडीमा त राता बाटोमा त्यसो नमस्कार मेरो नाम कपिला साउद म केही ठाडीबाट गाउन गइरहेको छु लाइफमा सबैले माया गरिदिनु होला पहिला गुडन लाग्या बम्बई जाने रेलगाडीका पहिला गुडन लाग्या अब छुटन लाग्या मैले भने हजुर हो लोड हुन्छ भालिया
यही रोलाई थी एउटा गाडी ल्यायो नल्याउनु खा खुट्टा उसैला या रोडा थियो यस्ता यस्ता मलाई बला आउँछ न्यूज आसिन्दिया न्यूज आसिन्दिया यो छाउ पढिया त्यो स्कुल लगाइकन होइन अब खानपानमा यसलाई ध्यान दिनु पर्यो कमजोरी छ निको हुन्छ नै अन्य बाटी निकाउनु पर्यो माराथन खाँदै त खाए पुरै काटीको हुन्छ रे भगवान बुटी मुखै महाराजा प्रभु मेरीपट्टि कहिले सोच्नु आदिन होला हेरिदिनु पर्यो महाराजा प्रभु कहिले मुख खायो भने कहिले लाज क्याबा यिनी कहिले मन्दिर पढ्यो